वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू भिडियो एन्ड न्यू भ्लगमा। र आज त हामी हाम्रो गाउँपालिका जान लागेको। र हेर्नुहोस् मेरो बुढा र मेरो बाबु चाहिँ अगाडि अगाडि हिँड्नुभएको छ। हामी चाहिँ यहाँबाट लगभग 1 घन्टा 2 घन्टा जति लाग्छ होला हाम्रो पालिका जान। अनि हामी चाहिँ त्यसको नाम चाहिँ हो खोखोला। र हामी चाहिँ खोखोला हिँडेको जन्मदत्ता बिहे दर्ता गराउन। अब चाहिँ हाम्रो बिहे दर्ता गर्ने बेला भएको छ। हेर्नुहोस् मेरो बुढा चाहिँ अगाडि अगाडि हिँड्नुभएको छ। गर्मी यति गर्मी छ नि होइन। यताको वेदर भ्यू यस्तो राम्रो छ। मौसम आजको वेदर एकदम साफ क्लियर छ। यता ध्यान न मेरो बाबुलाई ल हिँड्नु आज चाहिँ हामी बुढाबुढी बच्चा हिँडेको। हेर्नुहोस् हाम्रो यता होइन कि छोडिदिनु त्यो त केही नि हुन्न। त्यो ट्याक्क गर्नु न है त होइन भने चाहिँ छोडिदिनु। यताको चाहिँ आज धान रोप्न सकिसकेको छ। हाम्रो पनि रोपेर भइसकेको छ। यताको वेदर चाहिँ असार महिनाभरि पानी परेन। साउन महिना लागेपछि पानी परेर बाटो बिग्रेको छ। तर यताको बाटो चाहिँ एकदम राम्रो छ। यो चाहिँ गल्ली गल्ली भित्री बाटो हो। घाम लाग्यो भाइ जन्मदाता तिनीहरूको छोरीको त्यत्रो भएको पनि बनायो होला भयो। अनि त्यो नानी 2 वर्ष हो। त्यो नानी 7-8 वर्ष पुगिसक्यो। गऱ्यो होला भयो उनीहरूले त। कहाँ हो गाउँपालिका? त नि यहाँको धान रोपाइ हेर्नुहोस् गाइस। अलि उठाइ मैले त हामी चाहिँ यहाँ गर्मी भएर होइन एकछिन आराम गर्दै मेरो बुढालाई चाहिँ गर्मी भयो गरे बच्चालाई बोक्दा बोक्दा जाम के छिटो ढिलो हुन्छ। ऊ त्यहाँसम्मबाट बोकिदिन्छु क्या हेर्नु त उचाल्नु न अब यति उचाल्न पनि कति नसकेको। अस्ति नै मैले त अनि यहाँ खोखोलाबाट बाबु पेटमा हुँदाखेरि चेक गर्न जाँदाखेरि सर्व देखेको। म पनि तर्सेको उठेको। हेर्नुहोस् गाइस घाम पनि लाग्छ पानी पनि परेछ। समात्न दिन्न त्यसलाई। अनि कति त अहिले लगाइदिउँ क्या। अहिले त हावा चले हावा नचल्दाखेरि अलि मजाले घाम लाग्दाखेरि हो कि छातीमा हावा जान्छ क्या। अरूभन्दा अरूमा त होइन। मलाई त पिर छैन। त्यो अस्ति भर्खर हस्पिटल लगेर ल्याएको छ। हेर्नुहोस् गाइस हाम्रो यताको बाटो घामले हेर्नुहोस् यति घाम लाख छाता ओर्न पनि झ्याउला छ। एउटा हातमा यस्तो झोला बोकेर हिँड्न परेछ। एउटा हातमा मोबाइल। गाइस हेर्नुहोस् यताको वेदर त्यस्तो दामी भएको छ कि है। आजको भ्लग चाहिँ मैले स्पेसली हजुरहरूको लागि बनाएको हो गाइस होइन। मिलन चोकमा यस्तो बस्ने ठाउँ बनाएर रहेछ अहिले। यहाँ के बनाउनु लाग्यो त? यो बाटो हो हामी एकछिन बस्छौँ है गाइस। गाइस अब चाहिँ यता पानी परेर हामी चाहिँ एकछिन यता यो बस्ने ठाउँमा बसिरहेको छौँ। हेर्नुहोस् गाइस पानी परेर हामी चाहिँ बसिरहेको छौँ। एकछिन अझै पुग्नलाई छ लगभग आधी घन्टा 1 घन्टा लाग्छ अझै। हामी चाहिँ यहाँ आराम गर्दै मेरो बाबु त सुत्यो गाइजहरू। हेर्नुहोस् मेरो बच्चा सुतिरहेको छ। पानी परेर हालत खराब भएको छ। अटो पनि पाइएन कि। अटो पाएको भए अटोमा जाने विचार गरिरहेको थियौँ। अटो पनि पाइएन। पानी त ठिकै परिरहेको छ। बाइकी हावा चलिरहेको छ। ल जाऊँ के नबसौँ। ओके उता होइन त गाइस पानी कस्तो आहा माइ गॉड। गाइस हामी चाहिँ अब खोखोला आइपुग्नु लागेको छ। हेर्नुहोस् अब आधी घन्टा 1 घन्टामा पुग्छौँ हामी चाहिँ। मेरो बुढा हामी चाहिँ त्यहाँ बसिरहेको थियौँ।
पालिका हिँड्न पनि धेरै गाह्रो छ अटो पाइएन 1 घन्टाको 2 घन्टाको 2 घन्टाको अब त त्यहाँ पुग्दा त 2 घन्टा लाग्छ यताको घरहरू हेर्नुहोस् गाइस रम्बा पाल्पा गाउँ रम्बा गाउँपालिका मेरो बुढाले 1 घन्टा घर छ यता रमाइलो छ भन्छ के भन्नु र अब बिचरा मेरो बुढाको गाउँतिर झन् मरेको र बाँचेकै थाहा हुँदैन हेर्नुहोस् यताको भ्यूहरू वेदरहरू गाइस रमाइलो छ जे होस् यता चाहिँ अरू जस्तो यो चाहिँ मेन रोड हो अनि यो चाहिँ नै यसमा चाहिँ बस हिँड्छ ट्र्याक्टर जिप कार जे पनि हिँड्छ यता चाहिँ गाइस है अनि नयाँ घर बनाउनु लागिरहेको रहेछ सिमरैको खासा दे लाग्दा हाले गाइस खेतीपाती चाहिँ यता डह्रो हुन्छ क्या यता चाहिँ धान नरोप्ने मान्छे धान खेत नगरेको मान्छे कमै होला लगभग 1-2 घर चाहिँ होला 100मा लगभग 1% होला नत्र 99% जनाले खेतीपाती गरेकै हुन्छ हामी चाहिँ हिँड्यौँ है अटोमा खाना खाएर भ्याइयो ल ल ल घर जाँदै फोन गर्नु है हामी चाहिँ यता गाह्रो चौरतिर आइपुग्यौँ गाइसहरू अनि हाम्रो चाहिँ आज पालिकामा जाने थियौँ हामी अनि मेरो चाहिँ उता निस्दी गाउँपालिका र मेरो बुढाको चाहिँ रम्बा गाउँपालिका भएर सिफारिस चाहिन्छ कि मेरो माइतीबाट अविवाहित भनेर त्यो चाहिँ नि मोबाइलमा पठाउनु पठाएको छ त्यही भएर हाम्रो बिहे दर्ता गर्न चाहिँ मिलेन त्यही भएर हामी चाहिँ फर्किँदै हो गाइस हाम्रो काम बनेन बिहे जन्मदर्ता पनि बनेन बाबुको त्यही भएर हामी चाहिँ फर्किँदै हो गाइस र एउटा कुरा चाहिँ के भने अघि खाजा खाने बेलामा अनि त्यो अटोमा आउने बेला चाहिँ बोल्न मिलेन के किनभने मान्छेहरूले हेरेको थियो नि त अनि अब गाउँघरतिर त्यस्तै हो नि अब के गरेको कसो गरेको भनेर त्यही भएर अनि हामी चाहिँ यता गाह्रो चौर आइपुग्यौँ यो चाहिँ घर दोकान छ यसमा चाहिँ मेरो गाइस यो चाहिँ हाम्रो गाउँदेखि बुटोल जाने बस हो र बुटोलदेखि हाम्रो गाउँ 2टा यहाँ छ 3टा तलतिर छ र एउटा चाहिँ नि गाउँतिर बुटोलतिर गएको छ नम्बरमा अनि आज चाहिँ यता त्यहाँनिर एउटा छ 2टा तनाक मनाङ कुरिक त तनाक क्या ल यता त जम्मै मेहन्दी लाउँदै बस्दै बर्खा सकेको त यो चाहिँ नि हाम्रो पुलिस चौकी है साँच्चै मैले बिर्सेँ भन्दा देखिन्छ के मेरो हात जुम गर्ने जस्तो मिल्ने देख्नु भयो हजुरले हेर्नुहोस् गाइस मेरो बुढा र बच्चा चाहिँ मेरो बाबुले चाहिँ त्यहाँ छाँटासम्म नहानेर रिसिए गर्मी फेरि यस्तो गर्मी भएको छ नि हेर्नु त हामी त अनि राजा रानी भएको बस हाम्रो गाउँमा त बस जिप ट्र्याक्टर सबै चल्छ ट्र्याक्टर त चल्छ भयो हाम्रो गाउँतिर त माइततिर त त्यति चल्दैन मेरो कपाल मेरो हुलियातिर चाहिँ नजानु गाइस यस्तो छ बच्चासँग मेरो बुढा थाके गरे मेरो बुढा चाहिँ नि
बल्ल बच्चा बोक्नुबाट फुर्सद भएर भिडियोमा जति जहिले पनि बच्चा बोकेको अहिले त मैले बोकिराखेँ झोलाबाट अप्ठ्यारो भएर मेरो लुक मेरो कपाल मेरो त्यो उसमा चाहिँ नजानु होला गाइज बच्चा भएपछि यस्तै हो के गर्नु अनि ल गाइज आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु म घरमा चाहिँ एन्ड गर्दिनँ किनभने घरमा चाहिँ हाम्रो पाहुना आएको छ र अब बढी मान्छे भएर पाहुनाको अगाडि अब भ्लग स्टार्ट यताउति गरेर बस्नु भएन नि त अब 5 मिनटमा हाम्रो घर आइपुग्छ त्यही भएर म खै नदेख्ने त्यहाँ ल गाइज अब चाहिँ म भ्लग एन्ड गर्छु किनभने बुहारी मान्छे है हावा चल्ने बुहारी मान्छे भएपछि अब भिडियो गरेर सो दिँदैन नि त पाहुनाको अगाडि त्यही भएर आजको लागि भ्लग एन्ड गर्छु बाई बाई